जङ्गल कि खोल्सियो यो पानी यत्रो यत्रो छ यस्तो ठाउँमा पुग्यो है यहाँ माछा पनि छ कि क्या हो कि आमा लु हेर्ने यस्तो छ यस्तो ठाउँमा पुगेर फोटो बनाइँदैछ भिडियो बनाइँदैछ हौ फोटोको भन्दैछ लु आवाज सुनौँ यहाँ लडिन्छ भन्ने डर नै छ यता माथि र यता भिड यता हेर्नु त लहराहरू कस्तो डङ्गर डङ्गर छ अम्लिसोहरू पनि छ त्यहाँ यो उता पैनी लगेको हो यता छाँगो अब यस्तो छ उता पारी गाउँ नुवाकोट यो खोल्सा निरन्तर बगिरहने पानी बाटो अप्ठ्यारो छ यो त हेर्नु त आम्मामा यस्तो जङ्गलभित्र पसिसक्यो त्यो पानी पक्रेको कुलै कुलो घाँस काट्दै साथीले घाँस काटेर बाख्राको लागि यस्तो राम्रो घाँसहरू छ यता यो छाँगा यता कस्तो डरै मजा छ यता हेरौँ डरै मजा हो यता झऱ्यो भने त एकैचोटि खोलामा हो हेर्नु नत्र नकता हेर्नु न ल झऱ्यो भने खोलामा यहाँबाट यस्तो छ रमाइलो बिजुक रमाइलो छ यो उता गाउँमा लगेको कुरो हो पानी त एकदम मिनरल छैन मिनरल तरुल पनि छैन वन तरुल त हिउँदे पो पाउँदैछ यो दाउराको लागि त कुनै समस्या नै आएन जति पनि दाउरा छ दाउरा लाने कोही छ यहाँ आउनु होला है दाउराको लागि काटेर लाने हो बाल्ने भात पकाउने यस्तो छ आजको यात्रा चाहिँ यस्तो छ है कुन चाहिँ तरुल हो यो हो यो आगोलाई ठिक गर्छ नि त लाने बिउ यो त हुँदैन बोक्रै लानुपर्छ यो पनि राम्रो हुन्छ यो उतिस जस्तो छ त काट्ने अनुमति छैन होला होइन ए ऊ यो त राम्रो हुन्छ नि यो त खाम्बो बनाउनलाई त्यति भए त्यो सुकिरहने माउको लागि त भइगयो नि दाउराको लागि समस्या नै छ
त्यो जङ्गलबाट निस्केर